गठबन्धन गाँठे बन्धन देश जलाउने लुक्नेहरू। एकैछिन हेर्नुलाई दर्शक वृन्द, अहिले सामाजिक सञ्जालमा एकदम भाइरल भइरहेको छ हर्क साम्पाङको गीत, जुन अहिले गठबन्धन एकता भएको छ नि, यो गठबन्धनलाई लिएर एउटा गीत बनाउनु भएको रहेछ। एकैछिन हेर्नु होला, मन पर्यो भने लाइक, मन परेन भने डिसलाइक। अर्के, रवि, बालेन, कुलमान सबै मिल्न पर्छ भन्नेले चाहिँ लाइक गरिदिनु होला है। गठबन्धन गाँठे बन्धन देश जलाउने लुक्नेहरूको। गठबन्धन गाँठो बन्धन सहकारी लुट्नेहरूको। गठबन्धन गाँठो बन्धन जेन्जीलाई मार्नेहरूको। गठबन्धन गाँठो बन्धन देश बेचेर खानेहरूको। गठबन्धन गाँठो बन्धन महाकाली सन्धि गर्नेको। गठबन्धन गाँठो बन्धन कोठै कोठा पैसा राख्नेको। गठबन्धन गाँठो बन्धन क्विन्टलका क्विन्टल सुन ओसार्नेको। गठबन्धन गाँठो बन्धन क्विन्टलका क्विन्टल सुन ओसार्नेको। गठबन्धन गाँठो बन्धन गिरीबन्धु गर्नेहरूको। गठबन्धन गाँठो बन्धन पार्टी बुझाइ पहिला जानेको। गठबन्धन गाँठो बन्धन विदेशीका जुत्ताहरूको। गठबन्धन गाँठो बन्धन पुराना ती जुत्ताहरूको। गठबन्धन गाँठो बन्धन नयाँ खालका जुत्ताहरूको। गठबन्धन गाँठो दर्शक वृन्द, यो हर्क साम्पाङको विरोधको गीतलाई तपाईँहरूले के भन्नुहुन्छ? राम्रो नराम्रो कमेन्ट गर्नु होला दर्शक वृन्द। यिनी कहिले मान्ने भएनन्, यिनी कहिले सुध्रिने भएनन् भनेर जनताहरूले भनिरहेका छन्। हिजो हो कि अस्ति हो कहिले 24 घण्टामा चाहिँ 130वटा स्टार्स लेखेका थिए बालेन, रवि, कुलमान विरुद्ध। यिनी कहिले सुध्रिने भएनन्, एक ढिप्के हैछन् यिनी, मलाई लाग्यो। तर चाहिँ मनको सोच छ नि, फेरि मनको सोच छन्, इमान्दारी तरिकाले काम गर्छन्। तर चाहिँ अहिले यो एकतामा नआउनुको रिजन के हो कसैले बुझ्न सकेको छैन। एक शब्दमा भन्नुपर्दा हर्क साम्पाङलाई के भन्नुहुन्छ?